हाई गाइज यो चाहिँ हामी यसुमिती नेसनल पार्क जाँदैछौँ। यो चाहिँ क्यालिफोर्नियामा रहेको छ। हामी बस्ने लोकेसनबाट जस्ट 4 आवरको ड्राइभ वेमा छ। जाँदाखेरि हामीले बाटोमा केही भिडियोहरू पनि क्लिक गऱ्यौँ र त्यहाँको यति राम्रो बाटो बाटो सानो थियो तर जाँदाखेरि यति रमाइलो भयो र जाँदा जाँदा हामीले केही फलहरू देख्यौँ बाटोमा जाँदाखेरि। त्यहाँ पुग्दाखेरि माथिबाट आइस झरेर पानीको रूपमा बग्दै गएर हामीले यति राम्रो सिनहरू पनि देख्यौँ कि बपाल। मैले केही पिक्चरहरू भिडियोहरू पनि गरेँ। यति रमाइलो भयो त्यहाँको। माथिबाट यति मजाले फुलहरू झरेको त्यसमा हामी केही टाइम रमाइलो गऱ्यौँ, इन्जोय गऱ्यौँ। साथीहरूसँग फोटो पनि गऱ्यौँ भनेको लागि र हामी त्यहाँबाट दिनभरि घुमेर हामी चाहिँ बिहान हिँडेको थियौँ घरबाट र दिनभरि घुमेर हामी बस्नेतर्फ लाग्यौँ। एयरबिएनबी बुक गरेका थियौँ र त्यहाँ जाँदा जाँदा साँझ पनि पर्न थालेको थियो। आइसहरूले केही रुखहरू चिसोले सुकेका थिए भने केही हरियाली थिए र जाँदा जाँदै अँध्यारो पनि भएको थियो। यति राम्रो बाटो देख्दाखेरि नै कहाँ पुगे जस्तो लागेर हामी बस्ने ठाउँमा पुग्यौँ र हामीले त्यहाँबाट साँझ सनसेट हुने क्रम भएको थियो। त्यसको केही भिडियो पनि क्याप्चर गऱ्यौँ र हामी त्यो दिन त्यहीँ बसेर रमाइलो गऱ्यौँ। यो चाहिँ भोलिपल्ट बिहानको कफीको साथमा ब्युटिफुल भ्युज हेर्दै आइस हेर्दै हामीहरू चिया खाएर त्यहाँबाट निस्क्यौँ र हामी बस्ने ठ्याक्क बाहिर आइसहरू पनि रहेछ। त्यसमा हामीले खेल्यौँ, रमाइलो गऱ्यौँ। मैले खेलेँ, स्पेसली साथीहरूले त आइस खासै खेल्यौँ भने चिसो लागेर। अनि हाम्रो चाहिँ यो फर्स्ट मर्निङको भ्युज थियो, फर्स्ट पोइन्ट। हामी त्यहाँ गयौँ, गाडीहरू पार्क गर्न थाल्यौँ अनि त्यहाँबाट जस्ट पार्क गरेर चाहिँ हामीले हाइकिङको लागि 1.5 आवरको वकिङ गरेर त्यहाँको धेरै ठाउँमा त्यहाँको भ्युजहरू पनि हेऱ्यौँ। हामीले खासै फल चाहिँ हेर्नु पाएनौँ किनभने त्यहाँ आइस अझै स्टिल रहेछ। आइसमा एकदम रिक्सी हुन्छ भनेर माथिको के भर्न फलहरू चाहिँ बन्द गरिदिएको रहेछ। त्यस्तै गरेर हामी त्यहीँ वाकिङ गर्दै गयौँ आइसहरूबाट कति। अनि त्यहाँबाट बग्रेको चिसो पानी आइस बग्लेर चाहिँ चिसो आएको रहेछ। अनि हामीले आफ्नो सुज खोलेर त्यो पानीमा एकछिन खुट्टालाई डुबायौँ र चिसो फ्रेस भयौँ र हामी त्यहाँबाट रिटर्न भयौँ र हाम्रो ग्रुपको साथीको पिक्चर पनि लियौँ। तपाईँहरू पनि जानु होला, एकदम रमाइलो छ।